अहिले यो हामी समाजशास्त्रको विद्यार्थी भएकोले गर्दाखेरि समस्याको पहिचान गरेर समाधानतर्फ उन्मुख हुनुपर्छ भन्ने हो। नेपाली समाजको समस्या के हो त एउटा सरस्वती गरौँ त्यसपछि समाधानतर्फ पनि लाग्नु रुपे गरी समस्या गरौँ। पृथ्वीनारायण शाहको कथित एकीकरणबाट नेपाली समाजमा समस्या बढ्न थालेको छ। शासकहरूको सत्ता मोह शक्ति आर्जनको मोहले गर्दाखेरि नेपाली समाजलाई यति रोगी बनाएको छ। यो समाज आजसम्म पनि उठ्न सकेको छैन र यसलाई उठाउनका लागि यसलाई सामान्य बनाउनका लागि यो त्यति सजिलो विषय हो। जस्तै पृथ्वीनारायण शाहले एकीकरणको नाममा गर्नुभएको हरकतहरूले नेपाली समाजभित्र रहेका विविधतालाई बनावटलाई कसरी क्षति पुगेको छ भन्ने कुराको हामीले अनुमान लाउनुपर्छ। एक त्यो सँगसँगै जङ्गबहादुर राणा अथवा निरङ्कुश जहानिया राणा शासन कसरी शासन चलाए, नेपाली समाजमाथि कस्ता खालका राजनीतिक तपाईँको प्रदर्शन गरे, शक्ति प्रदर्शन गरे भन्ने कुराहरूमा 1910को मुलुकी ऐनहरू छ। यो 1910को मुलुकी ऐन आफैमा सबैलाई थाहा छ यो जातिवादी जात व्यवस्थामा आधारित छ भन्ने कुरा। अब यस्तो जातिवादी निर्णय नै गरेर व्यवस्था चलाए र समाजमाथि लादियो। यो रोगी बनाउँदै लगेको छ क्रमशः। त्यसरी नै अब यो रोग अब फ्याल्नका लागि भनेर जहानिया राणा शासन फ्याल्न भनेर साथीहरू विभिन्न दलहरू त्यतिखेर स्थापना गरेर सङ्घर्ष पनि गरे, राणा शासन पनि ढाले। अनि राणा शासन ढालिसकेपछि अब कस्तो समाज पुनर्निर्माण गर्ने भन्ने कुरामा पनि तत्कालीन क्रान्तिकारी साथीहरू प्रगतिशील साथीहरू अन्यलमा देखिन्छ। गर्दा गर्दै फेरि ती प्रगतिशील साथीहरूले नेपाल पुनर्निर्माणको खाका ल्याउन नसकिसकेपछि पञ्चायती व्यवस्था महेन्द्रले फेरि त्यो अपहरण गर्छ। अपहरण गरिसकेपछि फेरि नेपाली समाजमाथि एक खालको दमन शोषण सुरु हुन्छ। वामपन्थी साथीहरू मिलेर यो पञ्चायती व्यवस्था पनि ढाल्नुपर्छ भन्छ, ढाल्छन् पनि। अनि फेरि 46-47मा ढालिसकिसकेपछि फेरि के हो त नेपाली समाजलाई कसरी पुनर्निर्माण गर्ने भन्ने त्यसको पनि खाका तयार पार्न सक्दैनौँ हामीहरूले। नसकिसकेपछि फेरि 52 सालमा फेरि साथीहरू यो बहुदल हिन्दू राष्ट्र भन्दै यो केन्द्रीकृत शासन व्यवस्था भन्दै यसको विरोधमा यो चाहिँ नेपाली समाजको वर्गीय शत्रु हो भनेर 52 सालमा केही राजनीतिकका नामबाट शस्त्र सङ्घर्षतर्फ जान्छन्। 62-63मा फेरि तपाईँहरूसम्म आइपुग्दै गर्दाखेरि ठिक छ त्यो ती एकात्मक अथवा केन्द्रीकृत राज्य व्यवस्था जो थियो त्यसलाई ढालेर धर्मनिरपेक्ष समाजवादी समावेशिता लोकतान्त्रिक गणतन्त्रात्मक जस्ता विषयहरू ल्याएर अन्तरिम संविधानमा पनि अभ्यास गरिन्छ। अनि 72 सालको संविधानसम्म आइपुग्दै गर्दाखेरि त्यो 72 सालको संविधानमा पनि यिनै व्यवस्थाहरू स्थापित गरिन्छ। संविधानमा खाका त बनाइन्छ तर त्यसको अभ्यासमा साथीहरू कमजोर पर्छन्। अनि अब त्यहाँ 72देखि 82सम्म आइपुग्दै गर्दाखेरि जति पनि विगतमा सङ्घर्ष गर्नु भएका थिए साथीहरू दलका नामबाट, ती दलहरूले हिजोको दिनमा जहानिया राणा शासनलाई वर्गीय शत्रु देखाए नेपाली समाजमा, पञ्चायती व्यवस्थामा पञ्चायतलाई वर्गीय शत्रु देखाए। त्यसपछि 62-63सम्म आइपुग्दै गर्दाखेरि साथीहरूले 52 सालदेखि यो एकात्मक केन्द्रीकृत राज्य व्यवस्थालाई देखाए, धर्मलाई देखाए यो वर्गीय शत्रु हो भनेर। अब 72सम्म आइपुग्दै गर्दाखेरि अब स्थापित त गरियो, त्यसपछि को वर्गीय शत्रु होइन। 72देखि 82सम्म आइपुग्दै गर्दाखेरि नेपालका राजनीतिक दलहरूले को वर्गीय शत्रु देखाउने भने उनीहरू अलमल्लमा परेको देखिन्छ।
तिनै राजनीतिक कथित राजनीतिक दलहरू अन्तत्वगत नेपाली समाजको वर्गीय शत्रु बनिसकेका रहेछन्। तिनले अब आफू हामी नेपाली समाजको वर्गीय शत्रु हौँ भनेर त देखाउनु मिलेन। सो क्रममा उनले फेरि पनि त्यही त्यो हामीले दफनाइसकेको राजा राजसंस्था धर्म यस्ता कुराहरू ल्याएर हेर्नुहोस् त, नेपाली समाजको वर्गीय शत्रु जिउँदैछ भनेर त्यो धर्मको बुख्याचा बनाएर राजा र राजसंस्थाको बुख्याचा बनाएर हाम्रो वर्गीय शत्रु भनेको यो भनेर देखाउँदैछ। तर त्यो होइन, हाम्रो वर्गीय शत्रु तिनै हुन् जसले तिनलाई वर्गीय शत्रु देखाउँदैछन्। अर्थात् नेपाली राजनीतिमा पछिल्लो बेलामा जो सत्ता र शक्तिमा खेलिरहेका छन् तिनै नै अन्तत्वगत नेपाली समाजको वर्गीय शत्रु प्रमाणित हुन्छ। त्यो भइसकेपछि के हुन्छ भन्दा 82 सालमा आएर जेनजी रिभोल्युसन हुन्छ। जेनजी रिभोल्युसन त्यतिकै भएको होइन। जेनजी रिभोल्युसन यो हेर्दाखेरि अब विभिन्न विषयका साथीहरूले भन्छन् अब यो कता के, तर हामी समाजशास्त्रको विद्यार्थीले भन्छ यो समाजमा राजनीतिक दलका नाममा गरिएको दमन र शोषण विरुद्धको यो वर्गीय सङ्घर्ष नै हो भनेर मान्छु। यहाँसम्म आइपुग्दै गर्दा अब नेपाली समाजलाई कसरी पुनर्निर्माण गर्ने भन्ने सन्दर्भमा अब फेरि जेनजी आन्दोलन भयो। फेरि जेनजी आन्दोलनले फेरि अझै पनि जेनजी आन्दोलनले नेपाल निर्माणको सन्दर्भमा खाका तयार पार्न सकेको छैन। साथीहरू के देखिन्छ भन्दाखेरि त्यो आन्दोलन जुन जेनजी आन्दोलन थियो त्यसको मर्म र भावना के हो, त्यसलाई स्थापित गर्नुपर्ने साथीहरू कतातिर लागेको छ। नयाँ दल र पुरानो दल भनेर छुट्याएर कसलाई एक ठाउँमा ल्याउने र कसलाई को विरुद्ध एक ठाउँमा आउने भन्नेतिर लागेको छ कि हाम्रो फेरि पनि विषय मुद्दा के त्यो हो त होइन नि त। हाम्रो त व्यवस्था परिवर्तन होला, नेपाली समाजभित्रको समस्या, नेपाली समाजभित्रको जुन सङ्क्रमण छ त्यो सङ्क्रमणबाट मुक्त दिलाउनु होला नि त। तर यो पनि देखिँदैन। त्यही भएर अहिले नेपालको युनिभर्सिटीमा पनि हेरौँ, नेपालको यो केन्द्रीय राजनीतिमा पनि हेरौँ, यो कोही पनि सिरियस छैन। नन अफ वान इज सिरियस फर द सोसाइटी। उहाँहरूले नेपाली समाजको समस्या के हो भन्ने कुरा सधैँ लुकाइरहनु भएको छ। सधैँ दलाल पुँजीवादलाई मात्रै देखाएर हुन्छ। नेपाली समाज त समाज हो नि, यो समाजको आफ्नो इतिहास छ, यहाँ विविधता छ। विविधता भएपछि त्यो भित्र छन् जात जातिको समस्या होला, जात जातिबीच तपाईँको भूगोलको समस्या होला, यी यावत समस्याहरू छन्। ती समस्याहरूलाई सम्बोधन नगरिकन नेपाली समाजलाई विकासतर्फ उन्मुख गर्न सकिँदैन। यसका लागि नयाँ दलले समाधान गर्ने होइन, नेपाली समाज बुझ्न सक्ने व्यक्ति, पात्र, समूह नै चाहिन्छ। उनले मात्रै अगाडि गर्न सक्छन्, अगाडि लान सक्छन्। त्यसमा म एउटा पछिल्लो उसमा नाम लिन चाहन्छु, श्रम संस्कृति पार्टी। श्रम संस्कृति पार्टी र हर्का साम्पाङसम्म आइपुग्दै गर्दाखेरि अब पछिल्लो बेलामा यो आन्तरिक र बाह्य जति पनि समस्याहरू छन्, नेपाल सार्वभौम सत्ता सम्पन्न मुलुक भनिन्छ, तर के छ त त्यो त सबैलाई थाहा छ त। उहाँले बोल्दै गर्नुभएको कुराहरूलाई अब विश्वास गरेर र उहाँले खोलेका दलमा हामी आबद्ध भएर हिँड्ने अथवा सबैले त्यही खालका, ठिक छ श्रम संस्कृति पार्टीमा आबद्ध हुन सकिँदैन भने श्रम संस्कृति पार्टीकै जस्तो योजना कार्यक्रमहरू अगाडि ल्याएर, दर्शनहरू अगाडि ल्याएर छुट्टै दल खोलेर अगाडि जाँदा पनि हुन्छ, त्यो पनि छ। तर हाम्रो चाहिँ के हो भने सकिन्छ राष्ट्रलाई सशक्त र शक्तिशाली बनाउनु छ, समाजमा सन्तुलन कायम गराउनु छ भने हामीले आफूलाई जगाउनुपर्छ। के सही हो के गलत हो भनेर बौद्धिक हिसाबमा, वैज्ञानिक हिसाबमा हामीले छुट्याउनु सक्नुपर्छ। अब यसको लागि अहिले पछिल्लो बेलामा व्यक्तित्व र सङ्गठनको सन्दर्भमा श्रम संस्कृति पार्टीलाई हामीले नजिकबाट फेरि एकचोटि पुनर्अध्ययन